हेलो साथीहरु आज म तपाईहरुलाई चाहिँ यो चेनर त अस्ति मैले गेम सिकाएको थिएँ यो चेनरको गेममा सिकाउन त सिकाएँ लास्ट टाइम आई मेक अबाउट दिस गेम सो टुडे आई एम प्लानिङ टु टिच यु द्याट कि आज चाहिँ म तपाईहरुलाई के सिकाउन चाहन्छु भने इन्फर्मेसन है यो उता हैन तर पनि इन्फर्मेसन दिन चाहन्छु भने कसरी चाहिँ यसको चाहिँ इन्कम चाहिँ विथड्र गर्ने कसरी विथड्र गर्ने भन्ने कुरा हाउ क्यान वी विथड्र त्यो भन्ने कुरा चाहिँ हामीले कस्तो हुन्छ हामीले पहिला सुरुमा वालेट चाहिन्छ यसको लागि यो वालेट चाहिँ कस्तो हुन्छ भने हामीले ब्राउजरतिर जस्तै अब यसको ब्राउजर भनौँ या त कुनै ब्राउजरमा चाहिँ यसै ब्राउजरमा चाहिँ एक्सटेन्सन राखेको हुन्छ यहाँनिर हामीले चाहिँ यो उमा चाहिँ ब्राउजरमा चाहिँ एक्सटेन्सन डाउनलोड गर्नुपर्छ या त मोबाइलतिर पनि मोबाइलमा पनि यो एप हुन्छ मेटामास्क भन्ने मेटामास्कमा गर्नुपर्ने भन्ने पनि छैन अरू पनि एड्रेस छ पोलिगनको या त कुन विषयको कुन नेटवर्कको चाहिँ कुन कोइन चाहिँ विथड्र गर्ने हो त बारेमा है अनि कस्तो हुन्छ नि हामीले चाहिँ यसको मेटामास्कमा खोल्ने खोलेपछि कुन कोइन विथड्र गर्ने जस्तै पोलिगनको चाहिँ यो पोलिगन छ पोलिगनलाई क्लिक गर्ने अनि रिसिभ गर्ने त्यसपछि हामीले कुनमा चाहिँ पोलिगन छ जस्तै कुन विथड्रमा नेटवर्कमा चाहिँ पोलिगन छ हामी चाहिँ एक्ज्याक्ट चाहिँ यो पोलिगनमा गर्छौँ हैन पोलिगनकै नेटवर्कमा चाहिँ पोलिगन डाउनलोड गर्ने हो यता अरूमा पनि पोलिगन त छ तर नेटवर्क चाहिँ मिलाउनुपर्छ बेस चाहिँ पोलिगनमै गरेको राम्रो है पोलिगन कपी गर्छौँ कपी गरेपछि चाहिँ कस्तो हुन्छ भने यो गेमको चाहिँ कस्तो यो गेमको चाहिँ यो वालेट हुन्छ यहाँनिर तपाईँलाई सबैलाई देखाएकै छु मैले पनि हैन वालेटमा जाने वालेटमा गएर चाहिँ यसको त कोइन आउँदैछ हैन अनि यो पोलिगन हामीलाई चाहिँ अहिले चाहिँ म तपाईहरुलाई चाहिँ यो पोलिगन निकाल्ने सिकाउँछु बिएनबी पछि निकाल्ने एउटा म एक्जाम्पल देखाउँछु हैन अहिले पोलिगनलाई चाहिँ छान्ने पोलिगन छानिसकेपछि कति निकाल्ने भने चाहिँ 10 देखि निकाल्न पाइन्छ भनेर लेखेछ 10 देखि निकाल्न पाइन्छ त्यसलाई चाहिँ यहाँ चाहिँ 10 गर्ने या त 10.4 नै गर्दिम न 10.4 छ 10.4 नै गर्दै मैले अनि यहाँ चाहिँ मैले जस्तै अहिलेको कपी गरेर चाहिँ कन्ट्रोल 3 मा राख्दिए त्यसपछि चाहिँ एड्रेस कपी गरे यसले चाहिँ एड्रेस हुन्छ है मैले यसमा चाहिँ कपी गरे यो मेरो ट्रायलको हो हैन टेस्टिङ भन्नाले यो टेस्टिङ त हैन तर मेरो अल्टरनेटिभ हो यसमा खासै केही छैन हैन यसमा चाहिँ कन्फर्म गर्ने त्यसपछि चाहिँ हामीले गरेपछि चाहिँ यसरी विथड्र गर्ने विथड्र गरेपछि हुन्छ एड्रेस पठाउनुपर्छ तर कसैलाई प्राइभेट की हुन्छ वालेटहरुको प्राइभेट की या त फेज कीहरु चाहिँ कसैले दिनु हुँदैन है त्यो चाहिँ याद गर्नु होला यु हैव टु गिभ द एड्रेस नट द प्राइभेट की अर फेज की र प्राइभेट की चाहिँ डोन्ट गिभ टु अदर्स द्याट्स मोस्ट इम्पोर्टेन्ट थिङ इन दिस क्रिप्टोग्रेस हैन त्यति चाहिँ याद गर्नु अनि अब यहाँ भनौँ त्यो एड्रेस कपी गरेर राखो त्यसै चाहिँ दुई तीन चोटि चाहिँ चेक गर्नु आफ्टर द्याट यु हैव टु विथड्र हैन यहाँलाई बटन क्लिक गरिदियो बटन क्लिक गरेपछि कति हुन्छ यो एड्रेसमा चाहिँ यति भनेर आएको छ हैन त्यसलाई चाहिँ विथड्रको मेसेज आउँछ हैन त्यसै चाहिँ विथड्र भयो अब यसको चाहिँ के हुन्छ भने यसको चाहिँ यसरी चाहिँ यहाँ पेन्डिङमा बसेको हुन्छ है यो पेन्डिङमा बसेको छ यो चाहिँ तपाईलाई विथड्र गर्ने कसरी भनेर चाहिँ मैले देखाउन खोजेको हो एउटा जानकारी मूलत हैन मूलक दिस इज जस्ट फर एक्जाम्पल that how can we withdraw okay त्यसपछि let's say यो हामीले चाहिँ कस्तो भने
यो मेटाम्याक्समा चाहिँ हैन मेटाम्याक्समा पठाएको चाहिँ कस्तो हुन्छ भने यहाँ गएर वालेटमा गयो हैन त्यो वालेटमा पठाउन त सिकाइहालेछु हेर्ने यसको चाहिँ तल किन विथड्र हिस्ट्री हुन्छ हामीले यहाँ पठाएकोहरू हैन विथड्र हिस्ट्रीमा चाहिँ लेखेको चाहिँ यसरी जान्छ यहाँ चाहिँ कम्प्लिटेड भनेर आउँछ जस्तै अब पोलिगन 10.4 त अहिले कम्प्लिटेड भइसकेको छ त्यो कम्प्लिटेड चाहिँ अब हामीले कहाँ हेर्ने भने मेटामास्कको खोल्ने त्यसपछि त्यसको चाहिँ एक्टिभिटिजमा गएर चेक गर्ने अब 10.3 समथिङ आएको छ त्यो चाहिँ कसैले अलिकति भए पनि चार्ज काटेर हो होइन त्यसमा चाहिँ यसरी चाहिँ विथड्र कम्प्लिटेड रिसिभमा चाहिँ हुन्छ होइन रिसिभमा काटेर आएपछि चाहिँ हामीले चाहिँ चेक गर्न सकिन्छ यसरी हो सो कम्प्लिटेड भएर आएपछि यसरी आइहाल्छ So guys, like this you can confirm okay in the max activities that you got Polygon or not, like that Binance also, BNB also you can get open. It's like Binance and all, you know, like this Polygon you will get BNB also, but BNB is now not in withdrawal form. You can withdraw when it's get activated. Guys, they play as much as you on is the BNB, like I said before, it is going increasing too. So like when it can claim one, I will claim. This CFP also going to be in value, like it's going to be CSU when it's in this game on when we launch, so you will get this too. This is the game that you play. Okay, so play and on. साथसाथमा हैन म अब यहाँ क्रिस्टल कसरी युज गर्छ हैन क्रिस्टल केमा पाउने त्यो रिवार्ड भन्ने जानकारी दिन चाहन्छु त्यो चाहिँ केबाट हुन्छ नि त्यो क्रिस्टल काम चाहिँ यो प्लेबल play.immutable.request भन्नेमा हुन्छ .com भन्ने साइट छ हो चाहिँ इम्युटेबल प्लेटफर्म हो यसको चाहिँ आफ्नै गेम एडभर्टाइजमेन्ट गर्छ हैन एडभर्टाइजमेन्ट गर्छ आफ्नै गेम पनि बनाउँछ यसको चाहिँ कस्तो नै स्पिनले जति पनि क्रिस्टल कमाइन्छ हो त्यसको चाहिँ यो प्लेटफर्ममा त नदिन्छु हो त्यसमा चाहिँ युज गर्न सकिन्छ जस्तै विलमा भयो यहाँनिर विल छ हैन विल छ विलबाट नि क्रिस्टललाई पाइन्छ र या त आइएमएक्स छ यसको आफ्नै कोइन पनि पाइन्छ यसको साथसाथमा अब अर्को यसको रिवार्ड भन्ने चाहिँ यो आफ्नो लेभलमा चाहिँ रिवार्ड पनि आउँछ त्यो चाहिँ रिवार्ड भन्ने हुन्छ यस्तो लेफ्ट साइडमा हैन त्यो रिवार्ड भनेर क्लिक गर्नुपर्छ क्लिक गरेपछि अब कस्तो हुन्छ नि त्यसमा चाहिँ कीहरू पाइन्छ यहाँनिर देखाउँछ हैन मैले चाहिँ अनकमन पाएको छु यहाँ सब अनकमन हुन्छ आफ्नो लेभल अनुसार पाइन्छ अहिले अनकमनबाट चाहिँ अब यो क्रिस्टल युज गरेर चाहिँ किन्न पाइन्छ त्यो अनि बिलबाट पनि पाइन्छ यो चाहिँ अनकमन पाएको छु त्यसले चाहिँ कस्तो नै अनकमनले चाहिँ अब आफ्नो लेभल अनुसारको चाहिँ रिवार्ड क्लेम गर्न पाइन्छ अनलक रिवार्ड भन्ने देखिरहेको छ हो त अनलक रिवार्डबाट चाहिँ पाइन्छ अर्को यो भएको हो त्यसमा चाहिँ क्लिक गर्ने अनलक गर्दा नि हुन्छ अर्को चाहिँ विलबाट पनि पाइन्छ त्यो कि चाहिँ तपाईले किनेपछि चाहिँ त्यो क्रिस्टलले किनेपछि चाहिँ कि चाहिँ समथिङ 3 दिन समथिङमा पाइन्छ है
3 दिन समथिङमा अनलक गर्न पाइन्छ यो अहिले 3 दिन भइसकेको छ सो त्यो अनुसारको चाहिँ पाइन्छ यसै क्लिक गरौँ हैन अनलकलाई चाहिँ यसलाई चाहिँ अनलक हुन्छ यो चाहिँ आफ्नो लेभल अनुसार चाहिँ पाइन्छ अब के पाइन्छ कि क्रिस्टललाई किन्नुपर्छ भन्नु हैन चाहिँ आफूले अब जस्तै मान्छेले त क्रिस्टलले रिवार्ड खोलेपछि चाहिँ यसरी रिवार्ड पाइन्छ जस्तै आइएमएक्स लेभल अनुसारको होइन आइएमएक्स पनि पाउँछ यो यसकै आफ्नै प्लेटफर्मको होइन जस्तै क्लास समथिङको छैन पाएको 8,00,000 समथिङमा 80,000 पाएको छ त्यस्तो पनि हुन्छ ऱ्यान्डमली पाइन्छ है मैले पनि पाउनु त पाएको छु होइन तर मैले चाहिँ थोरै पाएको छु त्यो चाहिँ रिवार्ड स्ट्रिम हेरौँ होइन यो फ्री स्ट्रिम यो चाहिँ मैले पाएकोहरू हो डिटेल होइन यो डिटेलहरू यो कमनमा पाएको क्लेम गरेको छु यो मैले आइएमएक्स पाएको हो यो होइन यो क्लेम गरिसकेको हो यो क्लेम एउटा यो अहिले भर्खरको हो यसरी चाहिँ पाइन्छ यो मैले आइएमएक्स पाएको होइन यो चाहिँ मैले क्लेम गरेर स्टेक गरेको छु स्टेक के बरु पाइन्छ भनेर होइन यसरी चाहिँ है त साथीहरू अब यस्तोलाई चाहिँ कस्तो हुन्छ नि यो चाहिँ म दिइहाल्छु लिङ्कहरू होइन साइडमा अनलक गरौँ फर अ बेटर वान र सायद त्यस्तो साह्रो त आउँदैन होला क्रिस्टलै आउँछ होला कि फ्री इन्ट्री होला सायद अलिक ढिलो छ यो साइट होइन यो ह्याप्पी भएर पनि होला यसरी चाहिँ फ्री इन्ट्री मैले फ्री इन्ट्री पाएँ फ्री इन्ट्री पाएको छ अब त्यो फ्री इन्ट्रीले पुनः अनुसार र यसरी चाहिँ क्लेम गर्न चाहिँ न्यू क्लेम गर्न अब हामीले अब यो त सक्यो अब नयाँ पनि क्लेम किन्नु पाइन्छ जस्तै नयाँ कि होइन यो चाहिँ क्लेम गरिदिउँ त्यो हुँदाखेरि यसले चाहिँ 3 दिनमा चाहिँ हामीले 3.5 जस्ट 3 समथिङमा चाहिँ खोल्नु चाहिन्छ यु क्यान क्लेम द कि क्लेम अर न्यू कि होइन त्यो चाहिँ आफ्नो लेभल सो लेट्स क्लेम होइन त्यो चाहिँ लाइक you would get new key from the crystal like this you have to get a free key okay but I got uncommon so according to my level okay when you get here it will be much more benefit it's great okay this I got for a better one like this guys you will get the crystal from the channel also and from the wheel also yeah this is the wheel you will get wheel from the wheel you will get randomly priced like crystal and IMX and some point key reward key okay like that like PlayStation and all यसरी चाहिँ यो चाहिँ मैले एक्जाम्पलको लागि देखाएको हो होइन यसरी चाहिँ म पुरै चाहिँ अहिले खोल्दिनँ होइन तर पनि अब भोलि अब म आफै गर्छु अहिले चाहिँ एक्जाम्पलको लागि देखाउँदैछु है त साथीहरू एक्जाम्पलको लागि हो यो लास्ट गरौँ न होइन एक लास्ट सरी जेम्स हो त्यसरी जेम्स कमाइन्छ यो जेम्स चाहिँ उताबाट उमा पनि पाइन्छ क्रिस्टल भनौँ न आइएमएक्सबाट के भन्छ यो वाला पनि पाइन्छ है यो चेनलबाट त्यो चेनलको चाहिँ यहाँ युज गरिन्छ है भनेर चाहिँ एक्जाम्पल देखाउनु त खोजेको हो मैले चाहिँ सो गेम खेल्नुहोस् कमाउनुहोस् यो मेरो फाइनेन्सियल एडभाइस त होइन तर एक्जाम्पल अब आफूलाई भएको नलेज चाहिँ कुनै एक्सपेन्सेस नगरी खर्च नगरी होइन यसो टाइममा चाहिँ अलिअलि भए पनि आउँछ है भनेर चाहिँ जानकारी दिएको रियरहरू जस्तै यसरी पाइन्छ मैले रियर पाएकोले आइएमएक्स यसरी पाएको छु सो अहिलेलाई चाहिँ हामी गेम खेलौँ केही समयको लागि होइन केही समयको लागि यसो इन्टरटेनमेन्ट मैले आजको गेम खेलेको छुइनँ let's play a game for today for making you short informations and होइन आज चाहिँ गेम अलिकति
त्यो थोरै हुन्छ र मैले यसो गेम इन्टरटेनमेन्ट मात्र हो होइन just for our informations and entertainment okay like this you have to play the game and for the new information to you guys कि आज नयाँ इन्फर्मेसन चाहिँ के छ भने यो CFP भन्ने जुन कोइन छ यसकोमा चाहिँ CHU भन्ने कोइन आउँदैछ CHU भन्ने कोइन चाहिँ अब यसको 1.2 एउटा कोइनको 1.2 CHU आउँछ हो त्यसै यसकै ब्लकचेन गेम हो यसकै ब्लकचेन कोइन हो इट्स दिस गेम्स ओन कोइन पर्सनल कोइन not a in-game coin but a blockchain game cryptocurrency okay crypto based coin चाहिँ आउँदैछ यसकै आफ्नो so you better don't expense this okay यो खर्च नगर्दा हुन्छ अहिलेलाई मेरो विचारमा है किनकि यसको अहिले दाम छैन that now this coin don't have any value but in short time in short time you will get value because when this coin change into coin change into crypto based coin then it will get value so you better not waste it so अहिलेलाई चाहिँ ती जानकारी भन्दै यसको एउटा भन्नु खेले अनुसार आउँछ सो अहिलेलाई चाहिँ यसो गरौँ गेम खेलौँ यो गेम खेलिसकेपछि चाहिँ म यहाँदेखि आउट हुन्छु आउट इन्फर्मेसन त दिइसकेँ आजलाई विड्र गर्नु सिकाइसकेँ सो विड्र भइसकेपछि म फेरि इमेज देखाउँछु एउटा इमेज रिजल्टको लागि त एउटा रिपोर्ट त दिनु पर्यो विदाउट रिपोर्ट होइन म यो चाहिँ फाइनेन्सियल एडभाइस चाहिँ होइन तर आफूले जे जानेको हो त्यो चाहिँ एउटा जानकारीमूलक भनेर म त जानकारीको लागि मात्रै दिएको हो होइन इन्फर्मेसनहरू नलेजहरू बाँड्नुपर्छ भन्छ तर मैले चाहिँ यही गरेर यो यसमा पैसा कमाउँछ यताउता भन्ने चाहिँ होइन I'm not doing this for financial advice. I'm not giving you because you guys are more educated than me, I think. So, आफूले जानेको चाहिँ इन्फर्मेसन चाहिँ दिएको है त्यसरी यसको चाहिँ नयाँ कोइन आउँदैछ CHU भन्ने के भन्छ CHU भन्छ चु भन्छ I don't know होइन